यो भिडियो मैले यसलिए बनाउँदैछु कि आज दार्जिलिङमा सबै मानिसहरू गोर्खाल्यान्डको बारेमा सब मानिसहरू असमञ्जसमा छ। यसकारण मैले अठोट गरेँ कि म यो भिडियोद्वारा केही हेल्प गर्न सक्छु भनेर म भिडियो बनाउँदैछु। दार्जिलिङको माग गोर्खाल्यान्डको माग 100 सालभन्दा पुरानो हो र सुरुवातमा 1907 मा हिल मेन्स एसोसिएसनले अलग प्रशासनको माग राखेको थियो र भारत स्वतन्त्र भइसकेपछि पनि अलग राज्यको माग उठि नै रह्यो र 1986 देखि लिएर 88 सम्म सुभाष घिसिङको नेतृत्वमा हिंसक आन्दोलन भएको थियो र 22 अगस्त 1988 मा हिल काउन्सिलको गठन भयो र हिल काउन्सिलले पनि आज दार्जिलिङको कुनै पनि उन्नति गर्न सकेन र 2012 मा गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए गठन भयो र 1907 देखि लिएर आज 2026 सालसम्म गोर्खाल्यान्डको माग हेर्दाखेरि 119 साल भइसक्यो। तर पनि दार्जिलिङमा किन गोर्खाल्यान्ड हुन सकिरहेछैन? मैले गहिरो पोलिटिकल एनालाइसिस र पहाडवासीको विचारलाई बुझेर मैले यो भिडियो बनाउँदैछु र यो भिडियो बहुत महत्त्वपूर्ण हुनेवाला छ। ध्यान दिएर सुन्नुहोस् र म चाहन्छु यो भिडियो दार्जिलिङ कालिम्पोङ डुवर्सको प्रत्येक घरमा पुर्याउने तपाईँको काम भयो। र दार्जिलिङमा गोर्खाल्यान्ड नहुनुको मुख्य कारण के हो त? र एउटा नयाँ स्टेट बनाउनुको लागि केन्द्र सरकारले फैसला गर्दछ र केन्द्र सरकारले गोर्खाल्यान्ड दिन्छु भनेर पनि हुने होइन, दिन्न भनेर हुने होइन। जस्तै अहिले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले गोर्खाल्यान्ड दिन्छु, गोर्खाल्यान्ड दिन्न भनेर पनि यो हुने कुरो होइन। तर प्रक्रिया पुर्याउनुपर्छ, यो संवैधानिक अधिकार हो, यो कसैको रहम कर्ममा हुने कुरो होइन। र नयाँ राज्य गठन गर्नुको लागि केन्द्र सरकारले पनि बहुतै सोचेर सम्झेर मात्रै फैसला गर्दछ र हामी हेर्दछौँ। दोस्रो कारण, पश्चिम बङ्गाल सरकारले दार्जिलिङ विभाजनको खिलाफमा छ। यदि दार्जिलिङ अलग स्टेट भयो भने राज्य सरकारको इन्कम घटी हुन्छ र कतिपय तराईको बासिन्दाहरूलाई हेर्छु, कतिपय समयहरूमा जुलुस नाराहरू निकालेर हिँडिरहेको हुन्छ गोर्खाल्यान्डको विरुद्धमा। र तेस्रो कारण, केन्द्र सरकारले सीमा सुरक्षाको हवाला दिँदछ। किनभने दार्जिलिङ चिकन नेक कोरिडोरको रूपमा जानिन्दछ कि नेपाल, भुटान र बङ्गलादेशको सीमासँग जोडिएको छ। यसकारण केन्द्र सरकारले सुरक्षाको हवाला दिँदछ। तर अब राम्ररी सुन्नुहोस् है, अब दार्जिलिङलाई गोर्खाल्यान्ड हुनुमा न केन्द्र सरकारले रोक्न सक्छ न राज्य सरकारले रोक्न सक्छ। तर यसको निम्ति हामीले प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ। केन्द्र सरकारले पनि रोक्न सक्दैन, किनभने हाम्रो यो जन्मसिद्ध संविधानले दिएको अधिकार हो। र राज्य सरकारले पनि रोक्न सक्दैन, किनभने हाम्रो छुट्टै हाम्रो भाषा संस्कृति छ। हामी अलग राज्य चाहन्छौँ र हामी हेर्दछौँ कि तराईको कति बङ्गालीहरूले जुलुस नारा निकालेर हिँडिरहेको हुन्छ कि गोर्खाल्यान्ड होबेन होबेन। हामीले उनीहरूलाई केही पनि गर्नु पर्दैन, किनभने डेमोक्रेसी हो, प्रजातन्त्रमा सबले आफ्नो विचार राय राख्न सक्छ। उनीहरूले नारा लगाएर हुने भन्ने केही पनि छैन। र तेस्रो कुरो, जो केन्द्र सरकारले भन्दछ कि सीमा सुरक्षा को खतरा हुन्छ, तर केन्द्रलाई यो पनि थाहा हुनुपर्छ सदियौँदेखि हाम्रो गोर्खाहरूले सुरक्षा कसरी गर्नुपर्छ हाम्रो खुनमै छ। र यो पनि याद गर्नुपर्छ कि हामीले केन्द्र सरकारसँग हामीले छुट्टै देश मागेको होइन, हामी इन्डियाकै अन्डर, हामी भारतकै अन्डरमा एउटा छुट्टा राज्य मात्रै मागेको, यो बुझ्नुपर्ने हुन्छ। अब कान खोलेर सुन्नुहोस्, गोर्खाल्यान्ड नहुनुको कारण खुद पहाडवासी खुद जिम्मेदार छ। यो सुनेर तपाईँलाई छक पनि पर्नु होला, तपाईँलाई अचम्म पनि लाग्यो होला के भन्दैछु भनेर। तर सत्य यही हो, गोर्खाल्यान्ड नहुनुको कारण पहाडवासी खुद जिम्मेदार छ।
किनभने पहाडमा नेता व्यक्तिहरूको अलग अलग राय, अलग अलग धारणा, अलग अलग विचार राख्दछ। यो मैले भनेको होइन, यो एनालाइसिस गरेर यो मैले अनुसन्धानबाट प्राप्त गरेको कुरो हो। अब कोही कोही नेता व्यक्तिहरूले भन्छ हामी गोर्खाल्यान्ड चाहन्छौँ, कसैले भन्छ अटोनोमी। अटोनोमी मतलब लोकल डेभलपमेन्ट, गोर्खा टेरिटोरी एडमिनिस्ट्रेसन अटोनोमी हो। उनीहरूले भन्छ कि हामी लोकल डेभलपमेन्ट चाहन्छौँ, स्कुल, सडक, संस्कृति डेभलपमेन्ट। अब हामी हेर्छौँ भने कि 2012मा जिटिए गठन भएको हो, आज 26सम्म 14 साल भइसक्यो। तर अभाग्यवश जिटिएले गोर्खा दार्जिलिङको कुनै पनि डेभलपमेन्ट गर्न सकेको छैन। स्कुल वहीँ छ, सडक त्यही छ, कुनै पनि डेभलपमेन्ट गर्न सकिरहेको छैन। आज दार्जिलिङमा 6वटा पार्टीहरू छ, तपाईँलाई थाहा छँदैछ। 6वटा पार्टीमा के गोर्खा जनमुक्ति मोर्चा जिजिएम, गोर्खा नेसनल लिबरेसन फ्रन्ट जिएनएलएफ, र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बिजिपिएम, र अखिल भारतीय गोर्खा लिग एबिजिएल, र इन्डियन गोर्खा जनशक्ति फ्रन्ट आइजिजेएफ, र जनआन्दोलन जेएपी जाप। 6वटा पार्टीहरू छ। यी 6वटा पार्टीहरूमा सबै पार्टीहरूको आफ्नो आफ्नै राय, आफ्नो आफ्नो विचार, आफ्नो आफ्नै धारणा छ। यिनीहरूमा एकता पनि छैन। र गोर्खाल्यान्ड नहुनुको अर्को मुख्य कारण, फेरि पनि सुन्नुहोस्, गोर्खाल्यान्ड नहुनुको मुख्य कारण के हो भन्दाखेरि जब जब आन्दोलन चरम सीमामा भएर जान्छ, यो आन्दोलन अझ प्रभावशाली बनाउनु पर्ने ठाउँमा अलग अलग राजनीतिक नेताहरूको बीच मतभेद भएको कारणले यो आन्दोलनलाई कमजोर बनाइदिन्छ र गोर्खाल्यान्डको माग वहीँको वहीँ रहिजान्छ। धेरैचोटि भएको कुरा हो। र फेरि पनि भन्छु, गोर्खाल्यान्ड नहुनुको मुख्य कारण पहाडवासी खुद जिम्मेदार छ। र निराश नहुनुहोस्, म तपाईँलाई एउटा आइडिया दिन्छु, सुझाव दिन्छु। अब यो भिडियो सुनेपछि सबैलाई थाहा भयो होला कि गोर्खाल्यान्ड नहुनुको मुख्य कारण के हो। गोर्खाली जनता खुद जिम्मेदार छ। अब तपाईँले के गर्नुपर्छ भन्दाखेरि एउटा सक्षम, शिक्षित, भूमिपुत्र नेतालाई चुन्नुहोस्, जो चाहिँ पहाडमा उफ्रिने मात्रै होइन तर केन्द्र र राज्यमा पनि छाती ठोकेर बात गरिसक्ने एउटा नेतालाई चुन्नुहोस् र उहाँको नेतृत्वमा तपाईँ सडकमा उत्रिनुहोस्। तर ध्यान राख्नुहोस्, यो याद राख्नुहोस्, जब तपाईँ सडकमा उत्रिनुहुन्छ, हामी हिंसक प्रकारले उत्रिने होइन, हामी कुनै पनि हतियार लिएर उत्रिने होइन। यदि हामी हिंसक प्रकारले हतियार लिएर उत्र्यौँ भने इल्लिगल हुनेछ र पुलिस प्रशासनले पक्रिदिन्छ, सेन्ट्रल गभर्मेन्ट लागू हुनेछ र हाम्रो जो माग पनि लुज पोइन्ट हुने जानेछ। तर हामी एकदम शान्तिपूर्वक हामीले हाम्रो आन्दोलन गर्नुपर्ने हुनेछ। जसरी महात्मा गान्धीले भारत स्वतन्त्र गराउनुको निम्ति अहिंसाको रास्ता अपनाएको थियो र ब्रिटिस गभर्मेन्टको नीउलाई हिलाएको थियो, हामी पनि शान्तिपूर्वक जुलुस गरेर हामी केन्द्र सरकारको सम्म हामीले सन्देश पुर्याउनु पर्छ र हाम्रो एउटै माग, एकै प्रकारको विचार, एकै प्रकारको धारणा, एकमत मिलेर हामी यो माग राख्दछौँ भने इम्पोसिबल भन्ने कुरा छैन। मैले पहिला पनि भने, केन्द्रले रोकिने कुरा होइन, राज्यले छेकिने पनि कुरा होइन। यो संवैधानिक अधिकार हो। यो हाम्रो क्राइटेरिया पुरा भयो भने यो सफल हुँदछ र हामी असमञ्जसमा परिरहन पनि जरुरत छैन। र म भिडियोबाट धेरैवटा म अझै पनि ज्ञानको कुराहरू म बताउने छु तपाईँहरूलाई। र म चाहन्छु यो भिडियो वर्षक सबै नेपालीको बिचमा पुर्याउनुहोस्। दार्जिलिङ, कालिम्पोङ, डुवर्स हरेक घरमा पुर्याउनुहोस्। र म चाहन्छु मेरो फेसबुक पेजलाई तपाईँले फलो गर्नुहोस् र आउनेवाला भिडियो अझ गहरा एनालाइसिसको साथमा म आउँदछु। र त्यो भिडियो मुनि छ भारतमा नयाँ स्टेट कसरी बन्छ र एटोनोमी के हो, गोर्खा टेरिटोरी एडमिनिस्ट्रेसन जिटिए के हो, यो सबै म बताउने छु। र मेन डेमोक्रेसी अथवा प्रजातन्त्रमा नागरिकको हक के हो, यो बारे म तपाईँलाई बताउने छु। धन्यवाद, यहाँसम्म सुन्नुभयो। इन्तजार गर्नुहोला, म छिटो आउनेछु। गुड बाई।